हेलो वेलकम टु माई सबिना युट्युब च्यानल ब्लग भिडियोमा फेरि पनि म आज पनि आइसकेको छु। हिजो त अब कस्तो भयो कुनै त थाहा छैन। अब ब्लग भिडियो मलाई खासै बनाउनु पनि आउँदैन, एडिटिङ पनि गर्न आउँदैन, काटेर पुत्ता पुत्ता हाल्ने हो भने यस्तो हुँदैन। के गर्नु यस्तै हो गाइज। अब के कस्तो भयो पनि थाहा छैन। मेरो फ्यामिलीहरू आज पनि फेरि म ब्लग भिडियो लिएर आइसकेको छु। के कस्तो हुन्छ हेरिदिनु होला, माया गरिदिनु होला, साथसाथमा सब्सक्राइब पनि गरिदिनु होला। म चाहिँ आज मैले बिहानदेखिबाट के गरेँ म हजुरलाई बेलुकासम्म देखाउने छु, म भिडियोमा पनि ल्याउने छु। अहिले चाहिँ म हस्पिटल जाँदैछु, उता पासबारी मुटुको हस्पिटलमा जाँदैछु। म रेडी भएर जान लाग्यो। म भर्खरै उठेको गाइस। अब के हुन्छ म देखाउँछु नि है। हेलो गाइस, यो चाहिँ लुरी सिङ्गला चिन्नुहुन्छ होला होइन। यो चाहिँ म होइन म पसल जान लागेको थिएँ अनि कहाँ जान लागेको 2000 पैसा दिन्छु भने चिन्लेर बिरामी भएपछि सबैले यस्तो माया गरेर चाहिँ होइन त। ल 5000 तपाईँ दिनु ल ठिकै छ, दिइहाल्नु न त। तपाईँको भिडियोको सामने दिइहाल्नु, साथीहरूले पनि देख्नुहुन्छ होइन। दिइहाल्नु बाउलाई ल। म गएन लुरी, ल काम छैन धेरै बेर गएँ। पोलिसहरू हिँड्दैछौँ गाइस, कति घुम्नु यताउता गऱ्यो। हाम्रो त्यहाँ काम थियो, त्यहाँ गयौँ, कता गयौँ है। आज हामी हिँडेँ एकछिन हामी चौकी पनि गयौँ बिटाएर हाम्रो भाइ। म चाहिँ होइन यहाँ रोड क्रस गर्नलाई बसिरहेको होइन। यस्तो यो ट्राफिक दाइले यस्तो फिरफिर गरेर कामै छैन क्या। यो खासै यो यहाँ बस्ने मान्छेहरू खासै ठिक पनि लाग्दैन मलाई गाइस। के गर्ने यता होइन उता हिँड्यो, सिटी बजायो। कोही गयो भने कसैले केही भन्दैन होइन, कोही गयो भने चाहिँ कस्तो छिर्र सिधा पारेर सिटी लगाउँछ होइन आमा जाठाहरू। अहिले गाई त हाम्रो आमाको कस्तो रातो देखेको ल। ओइ सुस्मिते यस्तो भिडियो म युट्युबमा हाल्ने भिडियो रामायण सामान भन्दा फेरि तपाईँलाई लागेछ है त। हामी स्वयं अहिले यहाँ गाई के गर्दैछ भने कोटेश्वरमा आएर भजन कीर्तन गर्न आएको होइन त। कोटेश्वरको त्यहाँ पुलिस चौकी छन्। हामीलाई चाहिँ आमा कोटेश्वरको पुलिस त्यहाँ चौकी छन्। हाम्रो भजन कीर्तन थियो, भजन कीर्तन कार्यक्रम छ थियो। अब बेलुका 4 बजे कहिले कीर्तन गर्न बोलाएको छ होइन तपाईँलाई। कीर्तन गर्न बोलाछ, कीर्तन पार्दिनु सिक्ने। सो गाइस हाम्रो आमा जस्तै हो, जिस्किरहनु हुन्छ है। अब के गर्नुहुन्छ, आमालाई अलिकति टेन्सन छ नि त। हाम्रो काले भाइ चिया खान गएछ अनि त्यही भएर छिटै होइन कस्तो ढिलो गरेँ त्यस्तो धेरै गाइस। हामी चाहिँ केरा दिन आएको है फल्टु पसलमा। यो चाहिँ केरे यो नै बोकेले जाने यसो चाहिँ कति भारी गर्नुपर्छ। यो भारी नै बोकेर यसरी जाने हो यसरी कति हुन्छ अब पैसा भनिदिन्छु ल। ए आज गाडी त्यहाँ मान्छे गएर आउँछौँ, त्यहाँ गएर आएर नि केराको यो चाहिँ बेच्दिनु यो मात्रै राख्दैन ल। हल्का मजा गरेको है। त्यही गणपति बाबा हाम्रो प्रिया गणेश भगवान् हुनुहुन्छ। हाम्रो उठेदेखिको काम यो हिँडेर खाने गाइस। हामी जाँदैछौँ है गाइस, हामी जाँदैछौँ है, सिधा बाटोमा हिँड्दैछौँ भन्दै होइन। त्यहाँ आज अलिकति धेरै कामै भयो कि हाम्रो होइन। अलिकति प्रधानमन्त्रीहरू थियौँ, अलिकति त्यस्तै भएको छ।